सो गाइज वेलकम बैक हो गया सभी लोगों का जॉन गेमिंग के चैनल पे। सो गाइज आज से हम इससे हिँडेको घुम्न भ्लग बनाइदिए। अब आजबाट चाहिँ रेगुलरली भ्लग हाल्छ है, यहाँ नआउन सक्छ। फेरि कपाल बिग्रियो। र आज हामीसँग छ 20 रुपियाँ मुखबाङ हाल्ने। तियोले कहाँ मुखबाङ कसैमा दिन दिनेको यो लफडाले मेरो दिमाग सर्किन आँटिसक्यो। दिन दिने बच्चाहरूसँग हुन्छ क्या लफडा पनि। मलाई धेरै यो पाट काट्नु छैन, पसल जाउने यार कोही मुखबाङ हान्ने हो। मुखबाङमा अब अन्डा चाहिँ बनाइदिउँला म। यार हाम्रो मुखबाङ 20 रुपियाँको चाउचाउको। अब एउटा रिसु भाइको घरमै गर्ने हो। कसको घर फ्री हुन्छ भाइ? मेरो घरमा त चट्टै पारिदिन्छ। अनि एउटा थाल चाहिएन? कसमै यार मोबाइल भने मोबाइल मसँग धेरै नभएको हो कि, नत्र यस्तो यस्तो काण्ड रेकर्ड गरेर हालिदिन्थेँ नि, भिडियो भाइरल हुन्छ। त्यो विनिता काण्ड मैले युट्युबमा हालेर भाइरल हुन्छ। त्यस्तो त मसँग पुरै भिडियोै थियो। के विनिताको फेभरेट के हो भनेर कसम स्ट्यान्ड होइन कि गाइस। यस्तो भएको थियो, मोबाइल थियो लिएर गएको, करेन्ट बनाएको भिडियो हालौँ भनेर। अनि त्यसपछि के पो भएको थियो कि के अरे त्यसले पकाइरहेको थियो। अनि भिडियो बनाएको विनिताको फेभरेट के हो विनिता भन्दै थिएँ। यस्तो हाँस्यो होइन नि, त्यसले चाउमिन र चिकन ललिपप नि भनेन। तबदेखि त्यसको नामै विनिता। करेन्ट यस्तो हाँस्यो होइन नि त्यो र त्यसको अनुहार दामी भाषा गाई, दामी एकदम। पसलबाट किनेर खानु। रेसिपी खोल्नु, मसला हाल्नु, मोल्नु, फुटाउनु, खानु। मेरो कन्टेन्टै गयो। रिसु भाइलाई गेमिङ गर्नु छ। रिसु भाइको फेस रिभ्यू गाउँ गएको घुम्नु। यतिकै मुला भ्लग बनाउनु हालिदिनु के सजिलो। यो बाटोमा भेट्नु औला बच्चाहरू चाहिँ
अब खानाको खानु भएको घर जानु पर्ला कि गाउँमा हिँडेर कन्टेन्ट आउँछ अनि साथीहरू भएन के कन्टेन्टको लागि एकदम प्लटिङ जाने त्यहाँनिर मस्त मान्छेहरू भेट्छ मिराकल पुलमा आएको न पुलमा आएको मान्छे छ न प्लटिङमा क्या गरूं मैं मर जाऊं मेरी कोई फीलिंग नहीं है तुम्हारी फीलिंग तुम्हारी वाव तो सन्नी सेट हुआ है ना के भन्नु यार अब एकछिन लग रोकेर एकछिन डुल्छु अनि एउटा चिज जसले गर्दा मैले धेरै गाली खान्छु त्यो चाउचाउ हुन्छ नि यहाँ भित्रको यो लास्टको यो पार्टहरू टन्ने हो यो पार्टहरू छ नि यो ऱ्यापर सुत्दै म फालिदिन्छु कि खानुहुन्न कि पिरो हुन्छ पिरो भन्दा नि धेरै मसला हाल्छ एकैछिन है गाइस अन्तिम कन्टेन्टको चाहना गाउँ हो धेरै नआउने मान्छेहरू भेटिन्छ कि अनि यो मध्ये बेस्ट कन्टेन्ट चाहिँ रिसु भाइ हो कि कसम यार रिसु भाइ हो रिसु भाइ यार के छ कन्टेन्ट या गेम हालेर के गर्नु कपालै मिल्दो के गरौँ यार जिन्दगी धेरै खराब छ त्यो रिसु भाइले के फेला खायो म हेरेर खाने नाच्दिउँ क्या नाच्ने Oi, everybody. Oi. Also be strong. मेरो कमेन्ट्स अन हुँदैन कि नत्र धेरै गाली खाने मैले होइन अफ गरेर खाने मैले लिट आर्मीले गाली गर्छ कि त छस् लिट आर्मीमा त किन छस् त निस्की कस्तो हो यो लिट आर्मी हो यो यस्तो भन्छ मलाई मैले कमेन्टै अफ गरिदिएँ धेरै हेट खानुहुन्न कि गाइस ट्वर्किङ हाल्दैछ एउटा कन्टेन्ट छ नि यो पब्लिकमा गएर भन्छ नि यो उयोले कसले पो भन्छ नि त्यसो सेम बट डिफरेन्ट अनि त्यो नाच्छ नि गीत गाउँदै त्यसै गर्छु म दामी कन्टेन्ट जिब्रो हेर्नु जिब्रै 2 वर्षदेखि धेरै घिचेर अमिलो पिरो कोही महान मान्छेहरू आउँछन् हामी नि त खान्छौँ नि तँहरू खाऊ न साइको तँहरू खाऊ तँहरूको बाहेन भने नहोस् राम्रै छ जबसम्म तँहरूको बाहेन तबसम्म राम्रो जब हुन्छ नि तब चित्त बुझ्छ मेरो जुङ्गान छ नि फेरि छ नि फेरि छ
नि फेरि देखा होइन छैन यार अफै गरे युट्युबमा आउनुहुन्छ छैन यार आम्मा कसम अब घर जाने यार फाइनली यत्रो बेर लगायो मेरो सब भ्लग हेरायो अनि त्यो पार्ट एउटा कट गरायो साउट आउट टु हाम्रो दाई काले दाई यस्तो यस्तो देखाइदियो अनि मलाई लाद उयो गर्यो कि रोक्यो त्यो पार्ट कट गर भन्यो पार्ट अनमा आएको थियो कि त्यो एप्रिलको अनि त्यो पार्ट कट गर्यो अनि त्यसपछि त्यो अहिले भ्लग हेऱ्यो फर्स्ट हेऱ्यो सेकेन्ड हेऱ्यो थर्ड नालीमा भेट्यो माछा पाला नि हेऱ्यो अनि त्यसपछि फोर्थको मैले टाइटल नि सोचेँ होइन थम्बनेल त सोचिसकेँ र भ्लग पनि धेरै लामो भयो जस्तो भयो खै मैले हेरेर कति लामो भयो एक्सपोर्ट गर्दा पार्ट सार्ट कटाउँदा ह्यान त्यान गर्दा कति त आउला नि यति गरेर छोडिदिन्छु अब So guys, this is for today. Hope you guys like the video. If you like, do like. If you don't, do like. Hope you like this video. Thanks so much for watching.